हरे कृष्ण एन्ड गुड आफ्टरनुन एभ्रिवान है। आई होप तपाईँ सबै सन्चै हुनुहुन्छ होला साथीभाइहरू होइन। म पनि एकदम सन्चै छु। अनि म चाहिँ जस्ट गरम पानी राख्न लागि चाहिँ आफूलाई यहाँनिर होइन। अनि म चाहिँ तपाईँहरूलाई यहाँनिर भिडियोमा चाहिँ के भन्न लागिरहेको छु भन्दा चाहिँ अघि म एकछिन माथिल्लो तला गएको थिएँ नि त यो बिल्डिङदेखि 14 फ्लोरमा होइन जाने काम परेको थियो र। अनि त्यहाँ गएर चाहिँ मैले चाहिँ के यस्तो अद्भुत देखेँ भन्दा चाहिँ मैले यदि नउगारेको भए चाहिँ साथी हो साँच्ची नै मलाई पनि थाहा नहुने है। अब म चाहिँ मलाई चाहिँ जिज्ञासा भयो नि त, एक खालको मन भयो कि के हो यसरी कसरी हुन्छ, यस्तो बाहिर कसरी राख्छ होइन। त्यस्तो भएर चाहिँ जस्ट मैले चाहिँ उगार्नु मन लाग्यो है। अब हुनु त म जुन घरमा गएको त्यो घरमा चाहिँ होइन, त्यसको अपोजिट साइडमा है म यसो टर्न हुँदाखेरि चाहिँ मैले टक्क देखिहालेँ नि त। अब त्यो त ठुलो ड्यापमै राखेको रहेछ। भरे म चाहिँ सोचेँ साथीभाइहरू लासम रहेछ, लासम त कसरी यसरी बाहिर राख्छ है भनेर चाहिँ त्यही भएर चाहिँ मलाई उगार्नु मन लाग्यो है। यसको पारा खोलेको त भएर त के को लासम रहेछ साथीहरू, जुत्ता रहेछ, जुत्ताको ऱ्याप सुरा। तपाईँहरूले यहाँ हेर्नु होला है, भिडियो मैले राखिदिएको छु। स्पिड बनाएको त्यो पनि भिडियो डरले होइन। अब के अब त्यस्तो अब भिडियोहरू अर्काको हुनु त त्यो बाहिरको कुरो बाहिरै थियो होइन। र पनि मलाई चाहिँ त्यो जिज्ञासा भएर चाहिँ मैले बनाएको। मैले खोलेर चाहिँ सुरा देखेर चाहिँ मलाई यस्तो विश्वास लाग्यो। हेर्नुहोस् न, अब यहाँनिर अब है गौतम बुद्धको जुन यस्तो अब मजाले चित्र बनाएको उयसको चाहिँ त्यसको डल्लैमा चाहिँ अब सूर्यकै बनाएर चाहिँ राखेको अचम्म होइन। अन्त यो मानसिकता कहाँ पुगिसक्यो मान्छेको। मलाई यस्तो विश्वास लाग्यो कि साथीहरू, त्यो देखेर त मलाई यस्तो नमिठो लाग्यो है। अब किनभने हुनु त अब म राई हो है, तर पनि मलाई थाहा छ नि त अब गौतम बुद्धलाई अब पुरा वर्ल्डले नै पुज्छ मान्छ है। आफ्नो आफ्नो अब हाम्रो तामाङ दाजुभाइहरूले कति सम्मान दिएर उहाँलाई उसको स्थान बनाएको हुन्छ, राखेको हुन्छ होइन। लासमलाई कति मजाले, म त लासमै सोचेको थिएँ साँच्ची भनेको साथीहरू, लासमै रहेछ। अब कसरी लासम यसरी बाहिर राखेको भनेर चाहिँ मलाई पनि हेर्नु मन लागेर चाहिँ खोलेको उगारेको कि जुत्ताले भरेको एकपल्ट मात्रै खोलेर स्पिड आइहाल्यो डरले। अन्त हेर्नु त लुका के भइसकिसक्यो, मान्छेको मानसिकता कहाँ गइसकिसक्यो, धर्म खै है। कस्तो खालको चाहिँ यो मान्छेले चाहिँ पछि अब योहरूको त कर्म हो, कस्तो खालको सजाय पाउँछ होला। लु सोच्नुहोस् तपाईँहरू आफै है। इन्लाइटेन भएको हो नि त गौतम बुद्ध त होइन, ऊ त मुक्ति पाएको हो नि त, ऊ त मोक्ष भएको हो है। अनि फेरि अब नचिनेको ब्रिटिसहरू भए पनि त भन्नु यिनीहरू इन्डियन फ्यामिली हो, मलाई थाहा छ तिनीहरू यहाँ प्रायः सबै इन्डियन फ्यामिली हुन्छ होइन। इन्डियन फ्यामिलीहरू हो यिनीहरूले। अब यहाँ भन्नु भने यहाँ चाइनिजहरूले त कस्तो पूजा गर्छ, चाइनिजहरूले कति फलो गर्छ, मानिरहेको छ बुद्धलाई होइन। हुनु त अब मलाई त यस्तो विश्वास लाग्यो क्या साथीभाइहरू, हामीलाई त अब है बाटोतिर हिँड्दाखेरि त यसो किचडमा अब अलिकति आफ्नो अब भगवान्हरूको फोटोहरू है, चाहे जोसुकैकै होस् तर पनि आफूले जानेको बुझेको भगवान्हरूको गुरुहरूको फोटोहरू देख्दा त हामीलाई कस्तो माया लाग्छ। हामी त्यहाँबाट उठाएर होइन एउटा राम्रो पवित्र जग्गामा चोखो जग्गामा हामी राख्नु मन लाग्छ, राखिदिन्छौँ हामी है। देख्यो भने त अब त्यस्तो जान्दै हेर्नु न यहाँनिर गौतम बुद्ध हुनु त अब आफ्नो आफ्नो इष्टदेव हुन्छ है। अब इष्टदेव आफ्नो आफ्नो हुन्छ। जस्तो मेरो इष्टदेव मेरो काना है, मेरो श्रीकृष्णजी, म मान्छु उसलाई भनेदेखि अब अरूहरूको कतिजनाको बुद्ध हुन्छ, कतिजनाको अब हनुमानजी, कतिजनाको शङ्कर भगवान हुन्छ नि त होइन र। कतिजनाले अब मातालाई र माता रानीहरूलाई मानेको हुन्छ है। तर अब मेरो इष्टदेव कृष्ण भयो भन्दा मैले अरू भगवानको त मैले अपमान गर्नु भएन नि त नि। अब मलाई थाहा छैन नि त उनीहरूको भित्र के छ इन्टरनल, अब उनीहरूको त्यो घरभित्रको कुरा होइन। तर डरलाग्दो मलाई चाहिँ जहाँसम्म लाग्यो कर्मको फल चाहिँ डरलाग्दो भोग्छ यिनीहरूले। किनभने भन्छ हुनु चाहिँ हेर्नु न यस्तो हुन्छ, फेरि कोरोलोमा बसिरहेको छ, कोरोलोको फ्ल्याटमा होइन अब बसिरहेको छ। तर हामीले कतिजनाले भन्ने पनि गर्छौँ अब के कलियुगमा त आजकल त जसले नराम्रो काम गर्छ उसलाई नै फली फाप्छ भन्नेहरू गर्छ होइन। तर साथीहरू यो कुरा गलत हो। अब फलिफाप चाहिँ हामी यो जन्मको मात्रै होइन नि त, यो जन्मको मात्रै होइन हामी होइन। हामी कयौँ जन्म मऱ्यौँ, कयौँ जन्म फेरि जन्म भयो है। अनि त्यो जन्मको हामीले कर्मको फल भोग्दै आएको है। अब हुनसक्छ यो जन्ममा यिनीहरूलाई अब प्रशस्तै छ, प्रचुर मात्रामा छ र त यिनीहरूले अब भगवान्को एउटा भगवान्लाई पनि भगवान् जस्तो अब यस्तो एक्लै छैन। लु
यहाँ माथि चाहिँ म गमलाहरू राखेको भए होइन लो प्लान्टहरू राख्छ कतिजनाले प्लान्टहरू राखेको पनि त भन्नु है मलाई चित्त बुझ्थ्यो होइन सूर्य त अचम्मै भएन र साथीहरू तुच्छ मान्छे हो नि त हामी त तुच्छ मानव हो है हाम्रो त केही अधिकार छैन नि त हामीले भगवान्को त्यस्तो अब त्यो पनि त्यस्तो ग्रेट होइन त्यस्तो अब भने त मैले न अघि नै एनलाइटन भएको गौतम बुद्ध होइन उसलाई यस्तो सूर्यको उयसमा बनाउनु भनेको त कस्तो डरलाग्दो घोर पाप लाग्छ होला लु सोच्नुहोस् तपाईँहरू आफै साथीहरू मलाई चाहिँ साह्रै विषाद लाग्यो यो देखेर चाहिँ ल साथीहरू अब चाहिँ हुन्छ यति थियो मेरो मेसेज चाहिँ है तपाईँहरूलाई पनि रिस उठ्यो होला यो भिडियो हेरेर अन्त भिडियो हेरेर चाहिँ फुल हेरेर मात्रै कमेन्ट गर्नु होला है नाइसहरू नभन्नु होला किनभने प्रायः आधी मात्रै हेर्ने गर्छ मान्छेले अन्त नाइस भन्यो त्यसको मेन के भन्नु खोज्दैछ के देखाउनु खोज्दैछ के मेसेज दिँदैछ त्यो चाहिँ राम्रोसँगले बुझेकै हुँदैन मान्छेले है एकदमै अहिले त त्यस्तो मात्रै चलिरहेछ यो फेसबुकमा पनि है कम्पिटिसन जस्तो भइरहेको छ त्यति भन्दै म चाहिँ तपाईँहरूलाई बरु लाइक अब तपाईँहरूलाई बरु गर्नु मन लाग्दैन नगर्नुहोस् कमेन्टहरू पनि है तर अब गर्नुहुन्छ भने चाहिँ फुल भिडियो हेरेरै गर्नुहोस् है के भन्नु खोज्दैछ भनेर म चाहिँ त्यही भन्न चाहन्छु हरे कृष्ण हरि बोल लु म चाहिँ अब रेस्ट गर्नु गएँ